जिउँदो छ नि बोल्दा तर मरेको जस्तै। कन्टेन्ट क्रिएसनबाट आएको पहिलो रकम आज हामीले सहयोगमा खर्च गर्यो। यो भिडियो चाहिँ अर्जुन भुसाल, भोजराज थापा र भाग्य नेपालीसँग पुर्याइदिनु होला। अहिले चाहिँ हामी ठ्याक्क नोबल हस्पिटलको जस्ट छेउमा रहेको बुढाथोकी मार्ग आइपुगेका छौँ र पछाडि तपाईँले देख्दै हुनुहुन्छ एउटा सानो किराना पसल छ। यही भित्र एकजना दिदीलाई भेट्न आउनु परेको छ। हामीले मेसेन्जरमा उहाँको भिडियो पाएको थियौँ। दिदी नमस्ते। के छ, आरामै हुनुहुन्छ? आरामै हो। यस्तो अवस्थामा पनि आफूलाई आरामै भन्दै हुन्छ, त्यही सुनेर पनि के भन्नु अब। त्यही पनि होइन, हामीले अब तपाईँलाई यसरी हेर्दाखेरि होइन हामीलाई त कति कता नराम्रो लाग्छ नि त होइन। हामीले चाहिँ एउटा भिडियो हेरेको थियौँ तपाईँको। हजुरलाई कति वर्ष भयो यस्तो भएको? चार पुरा भएर 6-7 महिना भयो। कि एक पार्ट पुरै चल्दैन कि पुरै दुइटै पार्ट चल्छ? जिउँदो मरेको लास जिउँदो लास मरेको जस्तै। पुरै जिउँदो छ नि बोल्दा तर मरेको जस्तै। हजुर 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 हजुर। म छिमेकी हो। कुनै बेला कतै जानुपर्छ, फलान सिलान हेर्दै भनेर जानुपर्छ। भन्नुभयो फेरि आँखामा देखाउनु भनेर आँखामा गयौँ, आँखाको नसा पनि सुकेको छ भन्नुभयो। अनि त्यसको पनि दबाई खुवाउँदैछु। फलाना चिलाना भनेर नमस्कार भन्छ होइन। अब बोली त छ नि, मान्छे नै चिन्न छोडिन्छ। अब माया मार्न नै नसक्ने भए। अनि अब मैले पनि फोन गरेँ, भोजराज थापालाई नै गरिरहेको थिएँ मैले पनि फोन। अनि अर्को के भन्नेलाई नि गरेको थिएँ उहाँलाई पनि भनिरहेको थिएँ मैले होइन। फोन गर्नुभयो, आउनु भएन, कोही पनि आउनु भएन। ठिकै छ, हामी चाहिँ अब सानोतिनो कन्टेन्ट क्रिएटर हो, उहाँ जस्तो लेभलमा पुगेको छैनौँ। तर हाम्रो मार्फत उहाँ पनि आउनुहुन्छ अथवा हाम्रै मार्फतबाट पनि विराटनगरको पनि अरू कोही आएर सहयोग गरिदिनु भयो भने तपाईँहरूलाई पनि सहयोग हामीले पहल गर्नकै लागि भए पनि आएको यहाँनिर। हामी चाहिँ खासमा के भन्दाखेरि हामी यो कन्टेन्ट बनाउँछौँ भन्नाले हामी चाहिँ यस्तो सुरु चाहिँ गरेको, हामीले पनि यस्तो कहिले आएको थिएन। हामी चाहिँ अब कुनै प्रमोसनहरू भिडियोहरू बनाउँछौँ अनि त्यहाँबाट आएको हाम्रो पहिलो आज कमाइ हो क्या। उसको सन्दीपको र मेरो आज पहिलो कमाइ भनौँ न। हाम्रो त आफ्नो व्यापार छँदैछ तर त्योभन्दा बाहेक पनि कन्टेन्ट बनाएर आज हामीले केही पैसा आफूलाई आर्जन गरेको छौँ। त्यसमा हामीलाई सहयोग गर्ने भाइरल इन्टरटेनमेन्ट हुनुहुन्छ, उहाँले पनि सहयोग गर्नुभएको छ। अनि हामीले आज पाएको रकम चाहिँ उहाँलाई ह्यान्डओभर गर्न यहाँसम्म आइपुग्यौँ। अब यो भिडियोको मार्फतबाट अरू पनि कोही आउनुहुन्छ होला, हामी आशा चाहिँ त्यो राख्छौँ। अनि तपाईँहरूलाई आज सहयोग होस् के होस् होइन। अब तपाईँहरूलाई पनि गाह्रै हुन्छ। अरूभन्दा पनि राम्रो ट्रिटमेन्ट एक ठाउँमा गर्न पाए हुन्थ्यो भन्ने छ। त्यतिखेर भाइरल इन्टरटेनमेन्ट सोलो संसार मेरो तर्फबाट सानो रकम हो, स्वीकार्नु होला है। अनि अरू पनि कोही आउनुहुन्छ होला हाम्रो भिडियो हेरेर। अरू केही भन्नुहुन्छ नि भन्दा भयो? नै अहिले बोल्ने शब्दै बिर्सिसके।